रातिको 11:30 बजेको छ साथीहरू। म चाहिँ गर्मी भएर यसो झ्यालमा हावा खाएर बसिरहेको थिएँ होइन। हेर्नु न त्यहाँ इन्डियन नम्बर प्लेटको गाडी आएर रोकेर पिसाब फेरिरहेछ क्या त्यहाँ, देख्नुभयो नि। हेर्नु त त्यहाँ लुगा लगाएको देख्नुभयो नि होइन। त्यो पिसाबको धारा हेर्नु न त्यहाँ। जिरो सिभिक सेन्स भनेर यसलाई नै भनिरहेछ कि। त्यही भएर मान्छेहरूले किन इन्डियन टुरिस्टहरूलाई ब्यान गर्नुपर्छ भनेर भनेको त यही कारणले रहेछ कि। अब द्याट मिन्स ब्यान गर्नु भन्नुको मतलब सबै इन्डियन टुरिस्टहरू यस्तै हुन्छ भन्ने नि हुँदैन नि त। फेरि कोही कोही त राम्रै हुन्छ। तर यस्तै इन्डियन टुरिस्टहरूले गर्दा कि इन्डियन टुरिस्टहरू कति धेरै बदनाम भइरहेछ कि। मान्छेहरू यस्तो हरकत गर्छ अनि त्यही भएर नेपालीहरूले कसैले पनि मन पराउन्न कि इन्डियन टुरिस्टहरूलाई। ल हेर्नु है, अब यिनीहरू पिसाब फेर्यो। अब त्यहाँ पिसाबको धारा देख्नुभयो नि होइन। अब एकैछिनमा यिनीहरू निस्किन्छ, हात मुख सबै धोएर भ्याएर निस्किन्छ के आनन्दले। जिरो सिभिक सेन्स, जिरो। रातिको 11:30 बजेको छ साथीहरू। म चाहिँ गर्मी भएर यसो झ्यालमा हावा खाएर बसिरहेको थिएँ होइन। हेर्नु न त्यहाँ इन्डियन नम्बर प्लेटको गाडी आएर रोकेर पिसाब फेरिरहेछ क्या त्यहाँ, देख्नुभयो नि। हेर्नु त त्यहाँ लुगा लगाएको देख्नुभयो नि होइन। त्यो पिसाबको धारा हेर्नु न त्यहाँ। जिरो सिभिक सेन्स भनेर यसलाई नै भनिरहेछ कि। त्यही भएर मान्छेहरूले किन इन्डियन टुरिस्टहरूलाई ब्यान गर्नुपर्छ भनेर भनेको त यही कारणले रहेछ कि। अब द्याट मिन्स ब्यान गर्नु भन्नुको मतलब सबै इन्डियन टुरिस्टहरू यस्तै हुन्छ भन्ने नि हुँदैन नि त। फेरि कोही कोही त राम्रै हुन्छ। तर यस्तै इन्डियन टुरिस्टहरूले गर्दा कि इन्डियन टुरिस्टहरू कति धेरै बदनाम भइरहेछ कि। मान्छेहरू यस्तो हरकत गर्छ अनि त्यही भएर नेपालीहरूले कसैले पनि मन पराउन्न कि इन्डियन टुरिस्टहरूलाई। ल हेर्नु है, अब यिनीहरू पिसाब फेर्यो। अब त्यहाँ पिसाबको धारा देख्नुभयो नि होइन। अब एकैछिनमा यिनीहरू निस्किन्छ, हात मुख सबै धोएर भ्याएर निस्किन्छ के आनन्दले। जिरो सिभिक सेन्स, जिरो।